टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलता को बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। आज विश्व पर्यटन दिवस। पर्यटन र ग्रामीण विकासको नारासहित पर्यटन दिवस मनाइदै सम्बन्धी प्रसङ्गबाट नेपालमा पर्यटन र ग्रामीण विकासको नारासहित पर्यटन दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 27मा विश्वभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउने गरिन्छ। सन् 1970 सेप्टेम्बर 27मा संयुक्त राष्ट्रिय सङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सन् 1980 देखि हरेक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो। पर्यटनका लागि हाम्रो देश घुमौँ देश चिनौँ परिवेश भन्ने मूल नारा साथ सरकारले पर्यटन पुनरुत्थान अभियान समेत सुरु गरेको छ। यसपालि विश्वव्यापी कोरोना महामारीबाट नेपाल सहित विश्वकै पर्यटन क्षेत्र प्रभावित भएको छ। पर्यटन देशको अर्थतन्त्रको प्रमुख र दिगो आधार मानिन्छ। नेपालको कुल ग्रस्त उत्पादनमा पर्यटन क्षेत्रको योगदान 6.7% रहेको छ। झन्डै 11 लाख रोजगारी सृजना गरेको सरकारको दाबी छ। तर कोरोना महामारीका कारण पर्यटन क्षेत्र नराम्ररी थाला परेको छ। सरकारले पर्यटन क्षेत्रमा सङ्घीय प्रदेश र पालिकाबीच सहकार्य समन्वय एवं साझेदारी मार्फत पूर्वाधार तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्धन गर्न साझेदारी कार्यक्रम कार्यविधि 2077 कार्यान्वयनमा ल्याएको छ। पर्यटन दिवसका अवसरमा शुभकामना दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हरेक कालो बादलको तिथिमा चाँदनीको घेरा हुने भन्दै निकट भविष्यमा महामारी नियन्त्रणमा आउने र नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मान्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले पर्यटनका तत्कालीन र दीर्घकालीन लक्ष्यहरू हासिल हुने भन्दै पर्यटनसँगै आर्थिक सामाजिक क्रियाकलाप पनि सहज हुने बताउनु भएको छ। सर्लाहीमा आफ्नै खेतमा जमेको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ। सर्लाहीको मलङ्गमा नगरपालिका 6 सुखेनिया टोलमा 50 वर्षीय चन्द्र किशोर पासवानको आफ्नै खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घरबाट 500 मिटर टाढा रहेको खेतमा पानी हेर्न शनिबार साँझ गएका पासवान पानीमा डुबेर मृत्यु अवस्थामा फेला परेका थिए। चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ। भक्तपुर महानगरपालिका 13 बेलशहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्ज शनिबार साँझ नियन्त्रणमा लिएको हो। वनमा घाँस काट्न गएका स्थानीय 63 वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिएको हो। निकुञ्जमा सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी 10 वर्षको भाले बाघलाई 5 घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिएको बताए। उनका अनुसार निकुञ्जका हात्ती कर्मचारी सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिएको हो। औषधियुक्त सुई प्रहार गरी लट्याइने प्रविधि डाट मार्फत बाघलाई बेहोस बनाएर मुख्य कार्यालय कसरामा लगिएको उनले जानकारी दिए। कसराको खोरमा बाघलाई राखिएको छ। सोही बाघले केही महिना अघि त्यस्तै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो। थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ। रोटहटमा तिवारी दम्पतिमाथि आक्रमण गरेको आरोपमा थप 2 जना पक्राउ परेका छन्। शुक्रबार राति धारिलो हतियार प्रयोग गरी अन्धाधुन आक्रमण गर्दा देवाही गोनाही 5 टिकुलियाका महेश तिवारी दम्पति मध्ये श्रीमतीको मृत्यु भएको र श्रीमान गम्भीर घाइते भएको घटनामा स्थानीय राम एकवाल मुखिया बिन र उनका 1 जना आफन्त पक्राउ परेका हुन्। यसअघि घटना लगतै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा बलि मुखिया बिनलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय रोटहट प्रमुख एसपी सिद्धि विक्रम शाहले सांघातिक आक्रमण गर्नेहरू अन्यको खोजी भइरहेको बताए।
केही महिना अघि गाउँमा बाटोको विषयलाई लिएर स्थानीय स्तरमा विवाद भएको र सोही विवाद अहिलेको अवस्थामा आइपुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बलुवाटारमा अपराह्न 12 बजे मन्त्री परिषदको आकस्मिक बैठक बोलाएको हो। सोमबार मन्त्री परिषदको नियमित बैठक हुने गरे पनि आइतबार आकस्मिक बैठक बस्न लागेको छ। आजको बैठकमा एसिड आक्रमण कसुर सम्बन्धी विधेयक मन्त्री परिषदले जारी गर्ने एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए। उक्त अध्यादेश मन्त्री परिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणीकरण हुनेछ। यस्तै अन्य केही विधेयक बारे पनि बैठकमा छलफल हुने बुझिएको छ। सरकारले पहिलोको कानुन संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा वृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ। एसिड आक्रमण गरेका 20 वर्ष सजाय र आक्रमणबाट मृत्यु भएका जन्मकैदको सजायको सिफारिस गरेको छ। 2 सप्ताह अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण कसुर सम्बन्धी कानुन छिट्टै संशोधन गरेर कडा व्यवस्था गर्न बताएका थिए। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातोवाला होइन, हरियोवाला हरियोवाला। सानोवाला होइन क्या, ठुलोवाला गाडीमा ठुलोवाला। नमस्कार साउजी। नमस्कार, बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टरवाला कि इन्जिनियरवाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियरवाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रियवाला कि अन्तर्राष्ट्रियवाला? अखण्डवाला कि मेरुदण्डवाला? शक्तिवाला कि भक्तिवाला? जुनीवाला कि मनीवाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नुभयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड। एमे ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चुली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर। आइए नजीक आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरु आ ब्याज से हो कमाऊ। चुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो।
सङ्गीत छ नाममै पहिचान छ नाममै यसको तानसेन ओपिसी सिमेन्ट। हाई हाई सुन न म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साँच्ची कहाँसम्म जान सक्छौ? वेट ल हेर यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल आज भोलि सधैँ सँगै। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोकको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोकको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोकोफन। चोको 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 चोकोफन। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठन पाठन सुरु गरिएको छ। कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय बिस्तारै सञ्चालनमा आएका हुन्। जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोसी गाउँपालिका लगायतले कक्षा सञ्चालन गरी पठन पाठन सुरु गरेका हुन्। काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोसीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन्। पाँचखालको नगर कार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ। विद्यालय सञ्चालन गर्न यसअघि नगर शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायत सरकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वार्ड नम्बर 4 लामीडाँडा स्थित गोलमादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक विद्यालक्ष्मी देउर्जाले बताउनुभयो। आज पूर्वमा 1-2 ठाउँमा ठुलो पानी पर्ने मौसमविदले बताएका छन्। गएको मङ्गलबारदेखि देशभरि नै पानी परेको प्रणाली कमजोर हुँदै गएकाले आज पूर्व बाहेकका ठाउँको मौसम खुल्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा मौसमविद समीर श्रेष्ठका अनुसार आज प्रदेश 1 का 2 ठाउँमा ठुलो पानी पर्ने र अरू देशका थोरै ठाउँमा बेलुकीतिर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ। यसैबीच नेपालबाट मनसुन बाहिरिन अझै 1 हप्ता लाग्ने मौसमविदले अनुमान गरेका छन्। पाकिस्तान र भारतको राजस्थानबाट नै मनसुन नबाहिरिएकाले नेपालमा अझै कम्तीमा 1 हप्ता मनसुन रहिरहने मौसमविद श्रेष्ठले जानकारी दिनुभयो। यो वर्ष लाग्नेया प्रणाली चलेकाले मनसुनमा धेरै स्टेसनमा औसतभन्दा धेरै पानी परेको उहाँले बताउनुभयो। उहाँका अनुसार लानिया प्रणाली सक्रिय हुँदा नेपालमा धेरै पानी पर्छ भने एल निनो प्रणाली चल्दा थोरै पानी पर्छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या झन्डै 10 लाख पुगेको छ। अहिलेसम्म 3,30,00,000मा कोरोना संक्रमण पुष्टि भएकोमा 9,98,000को ज्यान गएको वर्ल्डोमिटर्सले जनाएको छ। 2,44,00,000 भने निको भएका छन्। वर्ल्डोमिटर्सका अनुसार 76,48,000 सक्रिय संक्रमित मध्ये 65,000को अवस्था जटिल रहेको छ र बाँकी 75,83,000 को अवस्था सामान्य छ। गएको 24 घण्टामा विश्वभर 2,94,000मा
कोरोना पुष्टि भएको छ भने 5300 जनाको ज्यान गएको छ। अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा 72,87,000मा कोरोना पुष्टि हुँदा 2,09,000को ज्यान गएको छ। यस्तै 59,90,000मा कोरोना पोजिटिभ देखिएको भारतमा 94,500को ज्यान गएको छ। यसै गरी ब्राजिलमा 47,18,000मा कोरोना पुष्टि हुँदा 1,41,000को ज्यान गइसकेको वर्ल्डोमिटर्सले जनाएको छ। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।